यिनी हुन् सुदूरपश्चिमबाट नेपालको टप भ्रष्ट बन्न संघर्ष गरिरहेका महान उपसचिव हेमराज विष्ट। अदालत किन्ने कसरी, मन्त्री नेता चिन्ने कसरी, देशको ढुकुटी लुटेर देश विरुद्ध गद्दारी गर्दै आफ्नो खातामा आफ्नी बुढीको र शाखा सन्तानको झोलामा बाक्सामा ट्याङ्कीमा र ट्याङ्कामा कोच्ने कसरी, यी सबै नलेज भएका विद्वान भ्रष्ट कर्मचारी हुन् हेमराज विष्ट। नाम कति मिठो कति सुहाइलो, अझ यसलाई यसरी भन्दा झन मिठो सुनिन्छ। हे भ्रष्टराज बन खाने बकलोल, अब तेरा राज खत्म हो गया है। सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त प्रमुख उपसचिव बनेको हेमेसँग 27 वर्षको सेवाकालमा पत्नी रुबी जोशी सहितका नाममा 87 ठाउँमा अर्बौं मूल्यका जग्गा, काठमाडौँमा मात्रै 22 वटा करोडौंका घर र 19 वटा बैंक खातामा करिब 35 करोड क्यास, यति कमाएर पनि यिनले अझै जागिर छोडेका छैनन्। मामुली उपसचिव भएर पनि अकुत सम्पत्ति आर्जन गरेका उनलाई विशेष अदालतले लात हानेर जेलको हावा खुवाउनु पर्नेमा माला लगाएर पुनः पुरानै काममा फर्कायो। यिनी वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत वन उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूको किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख काट्ने काम र पैसा कमाउने धुरन्धर धन्दा गर्ने विद्वान भ्रष्ट हुन्। यी भ्रष्टलाई 2078 पुस 21 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दामा अदालतले सुनपानी छर्किदियो। अब बालेन सरकारले यो मुद्दा भिउताउन लागेको छ। अब हेमेको फेरि पुरानै हालत हुनेछ। हेमेसँग भएको सर्वस्व हरण गर्ने तयारीमा बालेन सरकार लागेको छ।